मैले चाहिँ तिमीलाई कहिले पनि भनेको छैन कि तिम्रो यो दाँत कालो लगाएको छ मैले जहिलेसम्म तिमीलाई भनेको छैन नि तिम्रो आइब्रो चाहिँ यतिदेखि यहाँसम्म सिधा लान्छ राम्रो देखिन्छ भएन भएन धेरै लाउने कि मैले चाहिँ तिमीलाई अहिलेसम्म भनेको छैन कि यहाँसम्म कालो लिस्ट लगाएको छ भनेर मैले अहिलेसम्म तिमीलाई भनेको छैन तिमीले चाहिँ मस्कारा पुरा यस्तो वाला बियर्ड वाला जस्तो बनाउनु पर्यो यति होला अनि यस्तोमा दारी जुगा लगाएर मस्कारा लाउनु पर्यो यसरी हुन्छ मैले चाहिँ तिमीलाई कहिले पनि भनेको छैन कि तिमीले यस्तोमा काजी नो जोकरको रेड हुन्छ नि तिम्रोमा यस्तो कालो भएको छ बिरालो उडाइदिन्छु मैले चाहिँ तिमीलाई अहिलेसम्म भनेको छैन तिमीले चाहिँ दुईचोटि यहाँनिर पानु यस्तो हुन्छ भाइ राम्रो देखियो मैले चाहिँ तिमीलाई कहिले पनि भनेको छैन तिम्रो क्याटको जस्तो यसरी दारी मैले त्यही मैले चाहिँ तिमीलाई अहिलेसम्म भनेको छैन तिमीले चाहिँ रेडवाला यस्तोमा रेडवाला आइसाइडर लगाऊ ठुलो बनाएर यस्तो 3 दर्केवाला मैले चाहिँ तिमीलाई कहिले पनि भनेको छैन कि तिम्रो यस्तोमा यस्तो यस्तो लाइन चारवटा लाइनिङ कालो कालो भएको एकदमै सक्छ मैले अहिलेसम्म भनेको छैन तिमीलाई अब यो यस्तो लाइन गर्छ नि त्यसमा चाहिँ ब्ल्याक लगाएको चाहिँ एकदम ब्युटिफुल देखिन्छ ठिक छ त नि ल मैले गरिरहेको छु मैले चाहिँ तिमीलाई कहिले पनि भनेको छैन कि तिम्रो यो नेकमा यस्तो लाइनिङवाला ट्याटु गरेको राम्रो देख्छ भनेर राम्रै देखेकी छौ यसमा चाहिँ मैले चाहिँ तिमीलाई अहिलेसम्म भनेको छैन तिम्रो आएर चाहिँ यस्तो राउन्डवालामा चाहिँ के लगाउनु पर्यो भने चाहिँ ब्ल्याक लगाउनु पर्यो ब्ल्याक पुरै कालो बनाउनु पर्यो अनि राम्रो देख्छ मैले चाहिँ तिमीलाई कहिले पनि भनेको छैन कि तिमीलाई यहाँ पुरै कालो 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 भएको ओ माय गॉड अब मैले अहिलेसम्म भनेको छैन होइन तिमीलाई चाहिँ के अरे नोजमा के अरे ऊ लगाऊ ब्लस लगाऊ रेडवाला रेड पुरै पिङ्क वा रेड मैले चाहिँ तिमीलाई कहिले पनि भनेको छैन है तिमीलाई चाहिँ यस्तोमा अनि यस्तोमा पुरै रेड जोकरको जस्तो मुख बनाएको एकदम भयो अब बनाउनु सक्दैन प्लिज गर्मी भइसक्यो अब म तिमी के टाक्स दिउँ भन्दाखेरि सक्यो न एउटा लास्ट